ल घुम्न आयो कहाँ गयो दाइहरू अगाडि गइसक्यो ताल छ यता चाहिँ होइन त्यही हो कस्तो दामी ठाउँ हो म पछि आउँछु यसमा एक्लै आउँछु फुल ब्लग बनाएर आउँछु अहिलेलाई चाहिँ गाइस होइन अगाडिको बाटो देख्न सक्नुहुन्छ टक्क यस्तो छ दाइहरू चाहिँ कहाँ पुग्यो थाहा छैन पुरै रुखहरू पेन्ट गरेर है माथि ल जानमा आउँछु मेरो साइकलको चिनी खसी यार साला हातैभरि काल लाग्यो कालो पनि रहेछ ब्याग आएर खाइदिन्छ क्या हो गाइस यस्तो जङ्गलमा बाघले मलाई मङ्गल हान्दियो भने त जानुमा आउँछु के भयो कुन बाटो त दादाहरूले कल गर्नु नि त दादाहरूले कल गर्नु बाटो उल्टाएर बिर्स्यो यार फेरि उकालो छ अनि कहाँ मलाई नि होइन जस्तो लागिरहेको उकालो थियो नि त त्यही भएर अगाडि चाहिँ दाइ हुनुहुन्छ हाम्रो तलको दाइ र मेरो दाइ म चाहिँ टक्क साइकलमा दाइहरू RN5 आएँ त्यही हो गाइस
खतरा चिउली आयो मान्छेहरू यहाँ फ्यामिली पनि आउँदो रहेछ त्यता अगाडि चाहिँ फ्यामिली पनि छ कारले र फ्यामिलीसँग इन्जोय गर्न आएको छ है त हिँड्नु न मेरो साइकलको तु झर्च्यान झऱ्यो दुईचोटि झरिसक्यो चेन पनि हातभरि काल लाग्छ यार यसको साथी र भेटाउनु पऱ्यो नि त ल सिधै ओह्रालो छ टक्क स्ट्रिट हान्ने त उकालो उकालिदिन्छ होइन क्यामेरा टाइट भएको छैन क्या त्यही भएर यार क्लियर मासाला अबे क्लियर दे एउटा बाइकलाई त गएको हो हजुर एउटा बाइकलाई गएको छ RM5 बाइकलाई साइकलको गेट चाहिँ बिग्रियो आज त्यही माथि यो पिटाको गर्मी लाग्दैछ अनि त्यो गर्मी हुन्छ नि हातमा चाहिँ लागे कालो हुन्छ भनेर कता हो अगाडि चाहिँ तीनवटा मुर्रा सरिरहेको छ बफमा गाइस के धेरै हो कल्याण यार बाइक नै ठिक हो यार घुम्नलाई साइकलमा धेरै नसक्ने रहेछ टायर वहाँ पुगिसक्यो म गलिसकेँ एकछिन रङ काम है त गाइस
हिँड्नु हिँड्नु गलिसक्यो ए यहाँ च्यान गाडी रहेछ नि त च्यान गाडी पनि रहेछ गाइस कल्यो गाइस कल्यो हिँड्दा हिँड्दै यार जङ्गलमा आइपुग्यो कहाँ हो थाहा छैन यार भुतहरू त आउँदैन नि नागकुरी फेरि जङ्गलमा मङ्गल हान्दै हान्नु बुझ्यो अफरोड छ नि त फेरि यस्तो गाह्रो छ यो अफरोड बाटो कम्मर रिजल पदल हान्दा नि त टायर पर पुगिसक्यो म चाहिँ बिस्तारै जाँदैछु गाइस होइन अब त्यही हो कुदाउनै सकेको छैन है त अफरोड पुरै छ साइकलको सस्पेन्सन गइसकेको छ होइन क्याट्याक क्याट्याक गरिरहेको छ हौ नागपुरी ल टायर कहाँ पुग्यो थाहा छैन म चाहिँ बिस्तारै है चलिरहेको छु यो बाटो अस्ति धरान जाँदा जस्तो लाग्छ यार यो बाटो धरान जान्छ जस्तो लाग्यो मलाई अस्ति एकचोटि म बेड पुऱ्याउँदा यतिबाट छिरे जस्तो पनि लागेको छ हो कि होइन त्यो पनि थाहा छैन तर बाटो चाहिँ यस्तो थियो है जहाँसम्म लाग्छ 50% चाहिँ हो चाक्कर रातो भइसक्यो बस्दा बस्दा धेरै टाढा रहेछ नि त म त अनि नजिकै होला भनेको
अगाडि चाहिँ हो जस्तो छ है त आइपुग्ला जस्तो छ गाइज म त कहाँ आइपुगेँ यार यत्रो आइसक्यो दाइहरूलाई भेट्दिनँ त म बाटो उल्टा आएँ हरान्छ के हो यो बाटोमा जङ्गलमा यसो दायाँ 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 बायाँ लाग्ने ठाउँ कहिले पनि छैन फेरि हेलो दाइ यता कतै पौडी खेल्ने ठाउँ छ छैन नआउने ठाउँहरू कता उता यता नि छ जस्तो लागेको छ हौ दाइ यता कता पुग्छ यता गयो भने धरान ओहो तपाईँले बाइक आएको देख्नुभयो कुनै यताबाट गएको यताबाट हो त धरान पुग्छ भन्नुहुन्छ त के जङ्गलमै हराइदिनु भयो क्या यार यताबाट कति भन्नुभयो दाइ कति टाइम लाग्छ यहाँबाट कता दायाँ देब्रे कता लाग्नुपर्छ सिधै उहाँ अगाडि हो त्यो च्यानघारीभन्दा माथि हो च्यानघारीबाट त कटेर अगाडि आयो त्यो दाइहरू अगाडि आयो ओहो नि त कुनै लेफ्ट साइडतिर यो ठाउँमा नेट चल्दैन है कस्तो तनाव बनायो त्यो यार ल यता अगाडि छैन अरे फेरि उता फेरि दाइहरू उता गयो भने त मलाई बाहिर साइडतिर छिर्ने भए त मलाई पर्खिन पर्ने यार यहाँबाट धरान कति टाइम लाग्छ है यार म फर्किन्छ अब के गर्ने हरायो कि जस्तो लाग्यो च्याङ्गो पसिना पसिना भइसक्यो आन्टी यताबाट कुनै बाइक गएको छ अगाडि RN5 बाइक अनि यता कतै नौनी ठाउँ कतै छ तल यता कता अगाडि मलाई त थाहा नै छैन दाइहरूसँगै आएको थिएँ फेरि नेट दिँदैन रहेछ यो यो जुन च्यानघारीबाट यति छ क्या ठाउँ होला सायद लुगाहरू धुन्छ नुहाउँछ भन्ने थियो कति लेफ्ट साइडबाट राइट साइडपट्टि छ कता होला यार मन छ अरे मन
झन् छ अरे होइन चोकमा त पर्खिनु पनि दाइहरूले यार किन नपर्खेको मलाई त्यहाँ त्यो अगाडि बाइकहरू छ त्यहाँ सोध्छु फेरि एकचोटि के भन्छ दाइ यता कतै नआउने ठाउँ छ सानो कति टाइम लाग्छ कुन यता लेफ्ट साइडबाट ठुलै बाटो छ कि सानो बाटो गाडी नै छ च्यान गाडी कट्नु पर्छ पर्दैन नआउने लुगा धुने यसो बस्ने ठाउँ तपाईँले अघि कुनै एउटा बाइक गाडिदिनु भएको थियो RN5 दुईवटा एउटा RN5 निलो कलरको दुईजना RN5 चाहिँ RN5 गयो भने त यता कति नआउने ठाउँ छ अरे फेरि अनि धरान यति नजिक अब त्यहीँ होला भनेपछि हजुर च्यान गाडी त माथि होइन र उहाँ म त च्यान गाडीबाट नि दाइहरू कट्या हो क्या अलिकति अगाडिबाट कट्या हो पहिले त्यहीँ जाउँ च्यान गाडीबाट त्यो साइडबाट जाउँ मान्छेहरू पनि टन्ने हुन्छ होइन भनेपछि यो च्यान गाडी कट्न परेन है परेन बिचबाट के त्यो पोखरीको पोखरीको माथि उसबाट ठ्याक्कै यता छैन यहाँबाट जानु होइन कहीँ न हेर्नु होइन च्यान गाडी आउँछ च्यान गाडीबाट उता छिर्ने बाटो भेट्ने बित्तिकै त्यहाँ छिर्नु न देखिहाल्नु चाहिँ त्यहाँ धेरै टाढा जानु पर्दैन यता टाढो छ त नि त्यस्तो ठुलो होइन हो पोखरी कुलो गएको छ क्या त्यहाँ कुलो नहुने लुगा पनि धुन्छ भन्छ क्या त्यही हो त्यही हो छेउबाट गोरेटो छ गोरेटो होइन बाइकै जान्छ गाडी पनि जान्छ नि जान्छ डिलमा त्यहाँ अलिकति मुखेर पनि जान्छ गाडीहरू पनि जान्छ केही नगर्नु त्यहाँ गएर डिलबाट हेर्नु मान्छे छ भने चिनिहाल्नुहुन्छ आफ्नो मान्छे छैन भने फर्किनु ल हस् हस् धन्यवाद हस् हस् यस्तो गाह्रो बनाइदियो यार कस्तो है भन्दैमा धरान नपुग्यो है मान्छेको नसरी हट्टो भयो है त यता कन च्यान गाडी छ अरे सानो गोरेटो बाटो भन्दै हुन्छ जाउँ हेरौँ कता हो यार जाउँ न अगाडि आया चाक दुखिसक्यो मान्छेको म आज यस्तो फसिने यो धरान जाने बाटो हो यो जङ्गलमा चाहिँ नेट चल्दैन क्या फेरि कल गर्नलाई नि फेरि कल गर्न नि हुन्थ्यो ब्यालेन्स पनि छैन अनि कसरी हुन्छ यार धन्न यार
बाटो बाटो भन्दै छ साकै दिउँसोको No. Jadi यो बाटो हो कि जङ्गलतिर आइपुग्यो जाउँ न त्यता बाटो हो कि बाइक गाडी जान्छ भन्दै थियो अलिकति अगाडि जाउँ फर्क्यौँ है त्यहाँ के आउँदैछ त्यसलाई सोधौँ यार मैले बाटै छैन त्यहाँ हेलो दाइ दाइ हेलो सुन्नु न यो यता बाटो कता छ यता नुहाउन जाने बाटो कता छ तपाईँलाई थाहा छ हजुर हजुर खोइ मलाई नि थाहा भएन कता कता लानु ल दाइको त्यहाँ हात छरिदिनु त ओके ल म यहाँ पुरै जङ्गल भिजिट गर्न आइसकेको छु नाङ्गे पनि छु होइन
भेस्ट लगाएको छैन अनि जङ्गललाई भुत्ता आउँदैनन् गाइज यो अघि त म हराएको थिएँ आज यो भाइ होइन म घुम्न जान्छु है भाइ भनी यसलाई मैले न्याउरो मुखलाई जान्न दिएको न्याउरो क्या है दाइ मन जान्छु भनेदेखि मेरो खुट्टा सर्लक्कै सुक्तिर अनि ढोक्यो होइन यसलाई पनि लैजानु पर्यो आज भनेर यता लिएर आएको यहाँ त पुरै लुसिरहेको मासु लुसिया 1 केजी मासु त यसले मात्रै खायो ल यस्तो 1 केजी त ल्याए साला 1 केजीले 1 केजी 1.5 केजी होइन साला ओइ यहाँ फेरि चिज पाक्दैछ नि फेरि बबाल यहीँ नजिकै पर्छ यो खोला हो क्या सानो खोला छ दामी छ बबाल ल आयो पौडी सेडी खेल्यो गुङ्गुरको माछा खाइयो अब चाँडै भिडियो बनाउन नमिल्ने भएर चाहिँ चार्जको समस्या चार्ज नभएर चाहिँ भिडियो चाहिँ इन गर्न लगाएको अझ म आएको चाहिँ मेरो बाइक यहाँ छ र दाइहरू चाहिँ यो बाइकमा आएको म चाहिँ यो क्रस फायरमा आएको छु त्यही हो अब चाहिँ लाग्नुपर्ने हुन्छ ओके बाबा गाइस नेक्स्ट भिडियोमा भेटौँ ल